नेपाली सेनाको सन्देश भन्दै यस्ता पोस्टहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। तर दाबीसहितको सामग्रीलाई रुजु गर्दा सेनाले जारी नै नगरेको सन्देशलाई प्रधान सेनापति अशोकराज सिग्देलको तस्बिरसँग सामाजिक सञ्जालमा फैलाइएको देखियो। 2081 फागुन 25 गते पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणपछि काठमाडौँ फर्किएका थिए। पूर्व राजाको स्वागतमा राजावादी समूहहरूको ठूलो भिड काठमाडौँ विमानस्थलमा जम्मा भएको थियो। यसैबीच सामाजिक सञ्जालमा प्रधान सेनापति अशोकराज सिग्देलको तस्बिर जोडिएको दाबी भाइरल भएको देखियो। दाबीको जाँचका क्रममा हामीले नेपाली सेनाका पछिल्ला सन्देशहरू निहाल्यौं। तर यो सामग्री तयार पार्दासम्म सेनाले हामी सरकारको सेना होइनौं भन्ने वाक्यांश सहितको सन्देश जारी गरेको देखिएन। अर्कोतर्फ 2081 चैत 6 गते नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ति जारी गरेको पाइयो। उक्त विज्ञप्तिमा सेनाले संविधान प्रदत्त जिम्मेवारी पालनामा सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेको देखिन्छ। सेनाको विज्ञप्तिमा लेखिएको छ, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव कटिबद्ध छ। यसबाहेक सेनाले आधिकारिक रूपमा हामी सरकारको सेना होइनौं भन्ने सन्देश दिएको तथ्य प्रमाण फेला परेन। प्रधान सेनापति अशोकराज सिग्देलको तस्बिरसँगै भाइरल भएको वाक्यांश नेपाली सेनाको आधिकारिक सन्देश होइन। राजावादी समूहहरूले काठमाडौँमा प्रदर्शन गरेकै दिन सेनाले जारी नै नगरेको सन्देशलाई प्रधान सेनापतिको तस्बिरसँग जोड्दै सामाजिक सञ्जालमा फैलाइएको देखियो।